गुड मर्निङ गाइज। आज हामी अब दसैँको लागि घर जाँदैछौँ। मेरो साथमा हुन्छ सृजन। अब सिएफ गरेर आदर्श साथी अब आदर्श उता कसको लागि त्यो पठाउ बुक गरिदिन गएको ल। बाइक चाहिँ अब हाम्रो यही छ। आदर्श चाहिँ हामीलाई सिएफ गरेर आएको थियो बिचरा, अब कहाँ गयो थाहा नै छैन। अब गाइज हाफ अफ द वे पनि होइन, जस्ट 10% आई गेस कम्प्लिट भएको छ। हामी चाहिँ यो सिधा पाइलाकोबाट त्यो धार्गी निस्किने बाटो जुन छ नि त्यो बाटो आइरह। अनि त्यसपछि यहाँ सिनरी लास्ट राम्रो छ क्या पछाडि। रियल ब्युटी अफ नेपाल भने यही हो क्या, कसम से भने गाइज। के छ त यहाँ के छ। झन् ब्याक क्यामेराबाट बाई गड अझ बाटो यस्तो राम्रो छ। युटर्न छ होइन। सिन्धुलीगढी विथ के भन्छ यसलाई, विथ धार्गे जाने बाटो। गाइस खाजा खानालाई अब रोक्यो हम, तर गीत पछाडिकोले चाहिँ फेरि ठ्याक्कै ब्रेकअप हुँदाखेरि हाम्रो ड्राइभरजीले गीत बजाउनु हुन्थ्यो नि, सेम त्यस्तै छ। गाडीकै महसुस गराइदिइहाल्नु भयो बाइकमा हिँड्दा पनि होइन। मस्त हँसुड्दै हैसिन्छ। कस्तो लागेको छ त त्यसको दुईटा अन्डा खाइदिने तर जिउ नलाग्ने। इतना सिक्रेट कैसे है तुम्हारे पास। चुपचाप छ सर्जिने। खाना पाएपछि उसलाई केही चाहिँदैन। आफ्नो पनि अलिअलि त खाइसकेको छ। अब बिस्तारै नि हो यहाँबाट बाटो लास्ट पुग्यो यहाँ 200 मेरो ल। यति भन्दै सृजनजी खाँदै भइसिन्छ, म नि खान्छु अब। सी यू अन द राइड। पार्कभित्र छिरे गेस वाट वी स्पटेड के। जलपरा है, जलपरा ए जलपरी नट जलपरा। जलपरा स्पटेड हियर। अब माथितिर घुम्न जान्छौँ। कस्तो ताजा देख्थ्यो क्या, यहाँ त मान्छे गोरो त थिएन कहिले नि। अब यहाँ सृजन एकछिन टोइलेट आएको छ। टोइलेट आएपछि मान्छे जानुपर्छ। यहीँबाटै भ्यू हेर्दा, यहीँबाटै हेर्दा पनि सो ब्युटिफुल। तिर्नको लागि चाहिँ कति पर पर्सन 50 लाग्दो रहेछ। हामीले त्यहाँ पार्कभित्र छिर्नु पऱ्यो चाहिँ एउटा पार्क हुँदो रहेछ। पार्कबाट चाहिँ अनि माथि जान मिल्दो रहेछ। त्यही भएर डु भिजिट है गाइज। मुङलिनबाट थोरै अगाडिपट्टि मात्र छ। मुङलिनबाट एउटा हाइड्रो पावरको अफिस आउँछ के मर्सिङ के को। अनि त्यो पछि चाहिँ अनि ठ्याक्क लाएर आइना पार्क भन्ने सानो एउटा खोप्चोमा छ, त्यहाँ एउटा देख्नुहुन्छ तपाईँले। त्यसपछि भित्र आउनु छ है, राम्रो छ यो पार्क। जब हामी झर्ना हेरेर आइसक्यौँ है। यो चाहिँ हाम्रो के भन्छ मुङलिन कटेपछि हाम्रो एउटा हाइड्रो पावर के आउँछ, त्यसपछिको 100 मिटर या 150 मिटर अगाडि जति हुन्छ। माथिसम्म छ झर्ना, हेर्न चाहिँ जानुपर्छ है गाइस। स्टे ट्युन। टी स्पटेड अन के भन्छ अन पहाड है गाइस। लास्टै ठुलो हात्ती रहेछ। हेर्न नि गाह्रै भयो यसलाई राम्रोसँग त। ल माउन्टेनिङ गर्ने हो भने पनि सुविधा छ है, यहाँ मस्त पाइन्छ। आई डोन्ट नो यु गाइज क्यान सी इट अर नट होइन, तर यस्तो राम्रो छ कि यो होइन। अब फ्रेम रेट मिल्दैन मोबाइल र नेचुरलको, न त खतरा देखिन्छ। यस्तो सानो झर्ना है गाइज। जस्ट लुक एट इट के माई गॉड। अरू भ्यू पनि राम्रो छ, त्यस्तो नराम्रो छैन। यु क्यान स्मोकिङ जोन नि छुट्याइदिएको रहेछ है यता, नट लाइक इन काठमाडौँ। बाई गड यस्तो राम्रो त कहीँ देखाएको थिइनँ मैले। बिहिबार कसरी सबै थाहा जस्तो भइरहेको आफूलाई। स्पोर्ट्स पनि छ है। अब मलाईसँग त त्यत्रो हिम्मत छैन यत्रो वहाँबाट वहाँ जान, वहाँबाट फेरि फर्किनलाई त। यही हो अब आइसो। अब
है मलाई चाहिँ घुम्नु मलाई म घुमेँ अब बाटोमा कति धेरै झर्नाहरू थियो सृजनलाई फोन बोक्न गाह्रो लाग्छ त्यही भएर खिच्नै पाइएन भ्यू चाहिँ लास्टै राम्रो छ क्या यता धेरै कालो भइसकेछ यार ओइ पानी त खतरा पर्दो रहेछ हौ गाइस यस्तो चलाइएछ कि होइन ब्यागै झऱ्यो के भने झरेर चुट्यो भने के अब यहाँ तनाव के छ भने अब यहाँ राखे दुईवटा चेनमा राखेर बाँधेर हिँड्नुपर्छ अब लगभग कति मिटर जति छ अलिक भित्र छ क्या गाउँ त त्यो 30 किलोमिटर जति छ त्यो 30 किलोमिटर हिँड्नलाई पनि अब यो त अलिक नधान्ला कि भनेर अलिकति सिजनले यसो बुद्धि लगाउँदैछ होइन सिजन लगाइ सिउसुङ कति चलेछ ल यो हो नि त दसैँ भनेको ओहो सो गाइस भर्खर हामीले तेल हाले हो 600 को तेलले के भन्छ काठमाडौँ टु यहाँ है फेरि अब त्यस्तो अब कस्तो छ कति ठाउँमा त देखाउनै मिलेको थिएन सो कति ठाउँमा त बटाइरहेछ सो किन सोसो भने लास्टै बटारिएको थियो अनि अलिक धेरै नै तेल खाए जस्तो लाग्यो मलाई चाहिँ जस कुदाउन कस्तो कुदाइएको कि कुरै छोडिदिउँ कि अब तेल हाल्यो तेल हालेर अब घर जाने अब कल गर्नुपर्छ तर दसैँ चाहिँ यही हो क्या यस्तो झिलिमिल देख्न पाइन्छ गाउँतिर आइयो भने तर काठमाडौँ बस्ने मान्छेहरूलाई के मतलब गाइस यो चाहिँ पहिलाको गोर्खाको एयरपोर्ट हो एयरपोर्ट भनेर एयरपोर्ट चाहिँ होइन यसमा चाहिँ एउटा इमर्जेन्सी फ्लाइट ल्यान्ड गरे भएर चाहिँ यसलाई एयरपोर्ट भन्छ तर अहिले चाहिँ एयरपोर्ट चेन्ज भएर पुरै पहिलासम्म त बार थियो है बार यहाँसम्म चाहिँ थियो लास्टै त्यो बिचको एउटा त्यो स्ट्रेच देख्नु भएको छ भने चाहिँ त्यो चाहिँ हाम्रो ल्यान्डिङ गर्ने ठाउँ है इमर्जेन्सी ल्यान्ड गर्नु पर्ने भएर चाहिँ पहिला यहाँ एयरपोर्ट भएको हो खतरा राम्रो छ यो अहिले चाहिँ अब त्यत्तिकै छ